सुकुम्बासी बस्ती हटाउने विषयमा बालेन शाहले खोले मुख भने वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ, ढुक्क हुनुस्। दशबिन बालेन सरकारले भोलि बिहानैदेखि सुकुम्बासी बस्ती हटाउने प्रक्रिया शुरू गर्ने तयारी गरेसँगै बस्तीका बासिन्दा आक्रोशित बन्दै नाराबाजी र प्रदर्शन गरिरहेका बेला बालेन शाहले सामाजिक सञ्जाल मार्फत स्पष्ट पार्दै सरकारले वर्षौं पुरानो यो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बर्खाको समयमा डुबानमा परेका टहराको फोटो शेयर गर्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरी प्रक्रिया पूरा गरेर जग्गा वितरण गर्ने आश्वासन दिएका छन्। बालेनले लेखेका छन्, देशभरिका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्ति चाँडो जग्गा वितरण गर्नेछौं। वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। काठमाडौँका खोला किनार बाहेक अरू हजारौं परिवार छन् जो वास्तवमै पीडित रहेको पनि उनले बताएका छन्। हरेक वर्षको बाढीको कारण काठमाडौँका नदी किनारामा हजारौं मानिसको ज्यान मात्रै जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य बिर्सिएको हो भन्दै उनले प्रश्न पनि गरेका छन्। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि यो समस्यालाई अब आउने वर्षका लागि थाँती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनु पर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु, उनले भनेका छन्। दुर्घटना आउनुभन्दा अघि नै त्यसबारे सोच्नु उपयुक्त ठानेर सरकारले यस्तो काम अगाडि बढाएको प्रधानमन्त्री बालेन शाहको भनाइ छ।